साथीहरु म फेरि आए एउटा नयाँ भिडियो लिएर। सो आजको भिडियो भनेको चाहिँ हामी युएसए किन आयौं भनेर त्यसको पुरै जर्नीको बारेमा हो। सो फर्स्ट अफ अल चाहिँ भन्नु पर्यो भने मेरो फ्यामिलीमा 4 जना छ। म, मेरो मम्मी, मेरो बाबा र मेरो दाइ हुनुहुन्छ। अनि पछि हामी चाहिँ सिम्पलमा एउटा रिजन भन्नुपर्दा चाहिँ हामी डिभीले गर्दा आएको। मेरो मम्मीको डिभी परेको थियो, त्यही भएर हामी आएको। अनि अब हामी चाहिँ लाइक जहिले अब डिभीको रिजल्ट जहिले अनाउन्स हुन्छ त त्यति बेला हामी गाउँमा थियौँ। त्यही भएर हामी गाउँमा भएर चाहिँ हामी आएपछि चाहिँ लाइक अलमोस्ट 2 हप्ता जति हुन लागेको थियो रिजल्ट अनाउन्स भएको। अनि हामी चाहिँ त्यति बेला हामीले रिजल्टको बारेमा थाहा पाएको। अनि लाइक अब नम्बर हालेर चेक गर्दाखेरि परेको रहेछ। अब सुरुमा त भरोसा भएन, अनि त्यही भएर 3-4 चोटि नै चेक गर्यो। अनि त्यसपछि चाहिँ के अरे साँच्चै परेको रहेछ भनेर भरोसा भयो। अनि त्यसपछि बाँकीको जुन स्टेपहरू हुन्छ अब त्यसको बारेमा अब के अरे त्यसको अब कामहरू गर्न थाल्यो। अनि स्टार्टिङमा चाहिँ अब त्यस्तो थाहा थिएन के टाइपको फर्महरू हुन्छ, के अझै के अरे स्टेपहरू हुन्छ बाँकीको। त्यही भएर अब त्यसको बारेमा चाहिँ भिडियोहरू हेर्ने गर्यो। अनि पछि बिस्तारै थाहा हुन थाल्यो। अनि त्यसपछि चाहिँ अब के हुँदो रहेछ भनेपछि पहिला त डिभी पर्छ, त्यसपछि चाहिँ DS-260 फर्म भनेर थियो लाइक लास्ट इयर चाहिँ। अनि त्यो फर्म भर्नुपर्ने हुँदो रहेछ। अनि त्यसपछि चाहिँ सेकेन्ड लेटर आउँछ। अनि सेकेन्ड लेटर आएपछि चाहिँ मेडिकल हुन्छ। अनि लास्टमा इन्टरभ्यू। अनि इन्टरभ्यू पछि चाहिँ अब लाइक मेडिकलको 6 महिना जतिको डेट हुन्छ। त्यही भएर अब त्यति 6 महिनाभित्र गयो भने चाहिँ सबभन्दा राम्रो हुन्छ। न त अब मन छ भने फेरि मेडिकल गराएर पछि पनि जान मिल्छ। अनि अब हाम्रो चाहिँ के भयो भनेपछि अब फर्स्ट परेपछि चाहिँ पहिला चाहिँ कुन फर्म चाहिन्छ भनेर त्यो कलेक्ट गर्न थाल्यो। अनि पछि त्यो कलेक्ट गरिसकेपछि चाहिँ अब फेरि DS-260 फर्म भर्यो 4 जनाको। अनि पछि के अरे त्यो सबजनाको DS-260 फर्म भनेपछि चाहिँ अब सेकेन्ड लेटरको वेट गर्यो। अनि अब त्यसको लागि चाहिँ महिना लाग्दो रहेछ। अनि अब त्यसपछि चाहिँ अब एउटा लेटर आउँदो रहेछ, त्यही अब जुन इमेल देखाएको थियो त्यसमै है। अनि पछि अब त्यही हाम्रो चाहिँ लाइक अलमोस्ट कहिले 10तिर बेला हाम्रो आएको थियो जस्तो लाग्यो है होला। अनि त्यति बेला चाहिँ हाम्रो सेकेन्ड लेटर पनि आयो। अनि अब त्यसपछि चाहिँ अब टाइम थियो मेडिकलको। अनि मेडिकलमा चाहिँ अब के हुँदो रहेछ भनेपछि मेडिकलमा पहिला त टेस्टहरू गर्छन् कुन है। अनि त्यसपछि चाहिँ अब यहाँनिरको जुन युएसएको गभर्मेन्ट हुन्छ त्यहाँबाट युएसएको गभर्मेन्टबाट पाएको त्यो जुन इन्जेक्सन्सहरू हुन्छ त त्यो चाहिँ दिने त्यसमै दिने गरेको हुन्छ। अब लाइक अब कसैको चाहिँ मेडिकलमा अब त्यस्तो रिपोर्ट्सहरू चाहिँ सबै क्लियर आएन भने चाहिँ अब ठिक हुने कुरा रहेछ भने चाहिँ त्यहीबाट औषधिहरू दिन्छ। अनि त्यहीँनिर चेकअप हुन्छ त। के अरे अब ठिक हुने रहन्छ भने चाहिँ के अरे त्यसको चाहिँ अब त्यसलाई चाहिँ अब त्यसमै मेडिकलमै अब फेल हुन्छ। त्यसमा चाहिँ हाम्रो चाहिँ के अरे 4 जनाको पुरै क्लियर आयो, केही पनि यस्तो देखाएन। त्यही भएर लाइक इजी नै भयो। अनि अब त्यसपछि मेडिकलको जुन रिजल्ट आउँथ्यो त त्यो मेडिकलको रिपोर्ट आएपछि चाहिँ होइन एउटा जुन डेट दिएको हुन्छ त त्यसमा चाहिँ अब इन्टरभ्यू हुन्छ। हाम्रो चाहिँ February 10 इन्टरभ्यू भएको थियो। अनि अब इन्टरभ्यू चाहिँ हाम्रो बिहान 9 बजीतिरै भएको थियो। त्यही भएर हामी बिहान छिटै गयौँ। अनि अब त्यहाँपछि चाहिँ अलि वेट गर्नु पर्दो रहेछ। जो चाहिँ पहिला गयो यस्तो होइन कि अब जसको केस नम्बर जस्तो छ त्यसको हिसाबले चाहिँ हुँदैन। जो पहिला गयो त्यसको पहिला इन्टरभ्यू हुन्छ। अनि त्यस्तै गरेर बोलाउँदै गर्छन् है। अनि पछि हाम्रो इन्टरभ्यूको पालि आयो। अनि लाइक अब जस्तो डराउने कुराहरू जस्तो लाग्छ त इन्टरभ्यूमा पुरै एकदमै धेरै गाह्रो नै क्वेसन सोध्ला भन्ने त्यस्तो केही पनि छैन। मेन कुरा भनेको कन्फिडेन्स हुँदो रहेछ। अनि पछि हामीले चाहिँ अब के सोध्यो भनेपछि अब मलाई चाहिँ त्यस्तो केही पनि खास सोधेन। एज द यङ्गेस्ट मेम्बर अफ द फ्यामिली मलाई चाहिँ एउटा मात्र क्वेसन सोध्यो, आर यु 13 इयर्स ओल्ड भनेर। अनि पछि मैले सिम्पली लाइक यस मात्र भन्ने त्यति हो है। अनि पछि बाँकीहरूलाई चाहिँ अब के स्पोन्सरको बारेमा सोध्नुभयो, स्पोन्सरले के गर्नुहुन्छ, कहाँ बस्नुहुन्छ भनेर। अनि पछि अर्को चाहिँ तपाईँ उहाँहरू गएर मेरो प्यारेन्ट्सहरूलाई चाहिँ अब तपाईँ उहाँ गएर के गर्नुहुन्छ भनेर है त्यो क्वेसनहरू सोध्यो। अनि अझै एउटा क्वेसनहरू सोधेको थियो। अनि पछि कङ्ग्रेचुलेसन्स तपाईँहरू पास हुनुभयो है भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ एउटा लाइक पेपर दिनुभएको थियो। अनि अब त्यसलाई चाहिँ त्यो चाहिँ अब खोइ के को लागि पो त्यो एउटा फर्म थियो। अनि त्यसलाई चाहिँ अब खोइ कतै पो त्यो गएर होइन त्यसलाई फिल गरेर अप्लाई गर्नुपर्छ त्यसको लागि नि। अनि त्यो चाहिँ यहाँ आएपछि यहाँको रेजिडेन्ट हुनको लागि हो कि केहीको लागि त थियो। अनि त्यसको लागि फर्म गर्नुपर्छ। अनि त्यसपछि चाहिँ आफूले जहिलेको टिकट लिएर गए नि हुन्छ। अनि अब चाहिँ के भएपछि अब हाम्रो चाहिँ अब त्यस्तो धेरै पनि हामीले डिले गरेनौँ। मेरो र मेरो दादाको चाहिँ एक्जाम चलिरहेको थियो। त्यही भएर हामीले लाइक 6 महिनाको भित्रमै हाम्रो टिकट लियौँ। अनि त्यसपछि हामी आयौँ। त्यस्तो लाइक त्यस्तो केही पनि खासै गाह्रो चाहिँ हुने रहन्छ है।
अब जस्तो कि अब तपाईँहरूको चाहिँ सबै डकुमेन्ट्सहरू रियल छ अनि त्यस्तो नराम्रो केही पनि रहन्छ भने चाहिँ तपाईँहरू लाइक डिभी पाउने भने लाइक डिभी पाएर त्यो सबै कुरा भएर अमेरिका जाने भनेर चाहिँ 90% भन्दा माथिकै चान्स हुन्छ। अनि अब केही फेक रहेछ यताउतिको रहेछ भने चाहिँ हुँदैन। अनि पछि त्यति हो, हाम्रो चाहिँ अब त्यस्तो खासै केही पनि गाह्रो भएन, सबै कुरा राम्रै भयो। अनि अहिले चाहिँ यही आइसकेको छ। अनि त्यति हो आजको लागि चाहिँ। अनि अब लास्टसम्म हेरिदिनु भएको छ भने चाहिँ लाइक पनि गरिदिनु र नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू, बाई।